हेलो फेरि पनि सबैजनालाई गुड मर्निङ। र हिजो तपाईँहरूलाई त्यही मैले दुध लगेको भिडियोहरू देखाएको थिएँ, अपलोड गरेको थिएँ है। आज चाहिँ ड्युटीबाट आएर त सिधै आएर त केमा आएको छु भन्नुहोस् त, यसो हेरेर विचार गर्नुहोस् त तपाईँहरूले केमा आएको छु। यो हेर्नुहोस्, सिधै आएको छु म घाँसमा। आज त ड्युटीबाट सिधै घाँसमा, घर पनि गएको छैन। अब घाँस लिएर त सिधै जान्छु घर। है साथी भाइ पुगेर पनि अब निस्केको है, घाँस कटाइ हुन्छ ड्युटीबाट सिधै आएर। एउटा यहाँ आउँदैछ साथीहरू अब त आइपुग्यो स्टाफ। बल्ल आइपुग्यो आफै। आइपुग्यो बल्ल। मऱ्यो गरमले। यो मात्रै बोक्नु परेको हुन्थ्यो नि है, के छ नि हौ। हेर्नुहोस् साथी, घाँस लिएर आइपुगेँ ड्युटीबाट। सिधै घाँस काट्दै आएको, नाइट ड्युटी थियो, अनिन्दो भएर मऱ्यो हो। यस्तोहरू सबै छ के हो, सुँगुर चारो, दुधको बोतलहरू, गाई दाना, यस्तोहरू सबै बोकेर आउनुपर्छ साथी हो। यस्तै छ, घर यहाँ छ है। अब त्यही भने त घर आइपुगेँ साथी हो। फेरि पनि तपाईँहरूलाई सबैजना साथीहरूलाई बाई बाई भन्न चाहन्छु। फेरि नेक्स्ट भिडियोमा फेरि पनि तपाईँहरूसँग जोडिने छु, हेरेर सपोर्ट गरिदिनुहोस् होला। धन्यवाद।